अरू काम गर्दैन भनेको थियो। महावीर पुन हिँडो पकाएर खाएर मात्र बसेको थिएन, यसरी काम गर्न खोजेको हो साथी हो। समय साह्रै छोटो भयो क्या, समय साह्रै छोटो भयो। यो चुनावको आचार संहिता नलागेको भए पनि जसरी तसरी भए पनि मैले गर्न खोजेको कुरा गरेरै छाड्दै। तर अब चुनाव त हुनै पर्यो, चुनाव भएन भनेदेखि देश अन्धकारको स्थितिमा जान्छ। त्यसैले म चाहिँ शिक्षा मन्त्रीको पद छोडेर चुनावमा लागेको हो। चुनावमा लाग्दाखेरि कतिलाई दुःख लाग्यो होला, कतिलाई रिस उठ्यो होला, ल माफ दिनु होला सबैले। अघि के गर्ने त, अब बाध्यताको कुरा हो। बाध्यता मेरो लागि होइन, राष्ट्रको बाध्यताको लागि हो। त्यही हो कुरो, दुःख नमान्नुहोस्। किनभने उम्मेदवारहरू यही बेनीमा पनि 12 जना, कतिजनाको हो नाम निस्केको? मसँग 12 जना हो। ल 11 जना म बाहेक, म भइहालेँ। ल 11 जना भाइहरू छन्। त्यो 11 जना भाइहरूले दुःख नमान्नुहोस्। तपाईँहरूको उमेर त छ, अब मौका आउँछै छ क्या, धेरै बुढो भएको छैन। अघि बुढो त म भएको छु नि, म त 71 वर्ष पुगेर 72 वर्षमा लाग्यो। यो लास्ट चान्स हो। अर्को म पटक म उठ्दा पनि उठ्दैन, उठ भनेर भने पनि उठ्दैन। ल होइन हुन त फेरि 1% चान्स त हुन्छ। अनि जिन्दगीमा 1% चान्स भनेको सबैको जिन्दगीमा हुन्छ क्या, अघि मेरो मात्र होइन। तर म सकभर उठ्दिनँ, किनभने म अर्को पटकको चुनाव हुँदाखेरि अघि 75 काटेको हुन्छ। अब 75 काटेपछि त अलिअलि यसो स्वर्गतिर जाने बाटो नि खोज्नु पऱ्यो नि, होइन? त्यस कारणले ल यो म उठ्यो भनेर अन्य 11 जना जो उम्मेदवार भाइहरू हुनुहुन्छ उहाँहरूले पनि दुःख नमान्नुहोस्। म उठेँ, अनि उहाँको पार्टीहरूले पनि दुःख नमान्नुहोस्। कति पार्टीहरूले चाहिँ मैले कतिसम्म दुःख लागेको रहेछ भने, मैले अस्ति यहाँ चुनावमा नाम दर्ता गरेर चाहिँ अब यहाँ के गरेर बस्ने, हिजोसम्म त त्यत्तिकै काम थिएन, के गरेर बस्ने भनेर यसो जनतासँग भेटघाट गर्नु जाउँ भनेर अनि यता मुना मोदी के अरे देवीस्थान ताकम रुम त्यतातिर घुम्दाखेरि अलिअलि किताब पनि बेच्यो। दुःख लागेको रहेछ है, उम्मेदवार भएर किताब बेच्यो भन्ने क्या। किताब त मेरो लागि बेचेको छैन नि, त्यो किताब बेचेर मैले चुनाव खर्च उठाएको पनि होइन, त्यो किताब बेचेर मेरो आफ्नो खल्तीमा जाने नि होइन। त्यो किताब बेचेको पैसा त जहिले पनि वीरगञ्ज कृषि औजार कारखानामा जान्छ। कृषि औजार कारखाना भनेको तपाईँ हामी सबैको हो।